नमस्कार साथीहरू। आज हामी आइपुगेका छौँ नेपालको सुन्दर जिल्ला लमजुङको सदरमुकाम मसाङ्ग्री नदीको किनारमा अवस्थित रमणीय बेसी सहरमा। मेरो पछाडि देख्न सक्नुहुन्छ निरन्तर बगिरहेको मसाङ्ग्री नदी र चारैतिर हरियालीले ढाकिएका सुन्दर पहाडहरू। यहाँको प्राकृतिक सौन्दर्यले जो कोहीलाई पहिलो नजरमै आकर्षित गर्दछ। शान्त वातावरण र स्वच्छ हावा र मनमोहक दृश्यका कारण बेसी सहर आन्तरिक तथा बाह्य पर्यटनको लागि रोजाइको गन्तव्य पनि बनेको छ। बेसी सहर लमजुङ जिल्लाको प्रशासनिक केन्द्र मात्र होइन, अन्नपूर्ण पदमार्ग र मनाङतर्फ जाने यात्राको महत्त्वपूर्ण प्रवेशद्वार पनि हो। त्यसैले यहाँ वर्षभरि स्वदेशी तथा विदेशी पर्यटकहरूका चहलपहल देख्न सकिन्छ। यही बजारबाट हिमाली यात्राको रोमाञ्चक यात्रा सुरु हुन्छ। मसाङ्ग्री नदीको यस क्षेत्रलाई जीवन दिएको छ। यसको कलकल बग्ने पानीको यहाँ वातावरणलाई अझ रमणीय बनाएको छ। यही नदीको पानीबाट सञ्चालन भएका जलविद्युत आयोजनाहरूले नेपालको विद्युत उत्पादनमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्। बेसी सहर प्राकृतिक सौन्दर्यले सांस्कृतिक रूपमा पनि निकै धनी हो। यहाँ गुरुङ, मगर, बाहुन, क्षेत्री, नेवार लगायतका विभिन्न समुदाय मिलेर बसोबास गर्दछन्। उनीहरूको भाषा, सांस्कृतिक र परम्पराले यहाँ आउने हरेक पाहुनाको मन जित्न सक्छ। यदि तपाईँ शान्त वातावरणमा केही समय बिताउन, प्राकृतिकसँग रमाउन वा हिमाली यात्राको सुरुवात गर्न चाहनुहुन्छ भने बेसी सहर उत्कृष्ट गन्तव्य पनि हो। आज यस भ्लगलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै लाइक, कमेन्ट, प्रतिक्रिया दिनुहोला। साथै साथीहरूलाई पनि सेयर गर्न नभुल्नुहोला। र यस्तै रमाइलो यात्रा तथा जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानल टेक्निकल बिबीलाई सब्सक्राइब गर्न नभुल्नुहोला। फेरि अर्को नयाँ ठाउँको यात्राको सँगै भेटौँला। अहिलेलाई सम्पूर्णलाई धन्यवाद। बाइ बाइ।